आज म देख्छु ठुला ठुला घर छन्, तर घरभित्र बस्ने जम्मा 2 जना बुढाबुढी छन्। अनि ती 2 जना बुढाबुढी बा आमालाई साथ दिने परिवारमा कोही छैन, बरु कुकुर छ, तर त्यो परिवारका सदस्य छैनन्। त्यो सम्पत्तिको के काम र हजुर? त्यो सम्पत्तिको के काम र? 2 जना बुढाबुढीहरू, आमा बुवाहरू, आफ्ना 2 भाइ छोरा, अनि 2 भाइ छोरालाई आफ्नो बलले बुताले भ्याएसम्म राम्रो पढाएर पठाउनु भयो। विदेश गए 2 जना छोरा। विदेश गइसकेपछि उतैको व्यस्तताले अब बिस्तारी 1-2 महिना, 2-4 महिना, 1 वर्षसम्म त फोनमा कुराकानी बाक्लै थियो, तर बिस्तारी कुराकानीहरू पनि पातलिन थालेपछि बिस्तारी आमालाई अब छोराहरूको यादले बिस्तारै आमा कमजोर हुँदै जानुभयो र आमाले शरीर छोड्नुभयो। शरीर छोडिसकेपछि बुवाले 2टै दाजुभाइहरूलाई खबर गर्नुभयो। अनि कान्छो भाइ केही दिनमा आइपुग्यो। आइपुगिसकेपछि बुवाले सोध्नुभयो, बाबु दाइ खोइ त, दाइ खोइ त? अनि भाइले भन्छ, दाइले आमाको पालामा तिमी जाऊ, बुवाको पालामा म जान्छु भन्नुभयो। अनि म आएको भनिसकेपछि बुवाभित्र कोठामा गएर बुवाले पनि सुसाइड गर्नुभयो। आज सुन्दा कथा जस्तो लाग्छ हजुर, तर यो आज हाम्रो घर घरको कहानी बन्दै गइरहेको छ।